छोरी बुहारीको जात जति गरे नि आफ्नो हुँदैन। हो नि आमा, सबैको घरमा कस्तो राम्रो राम्रो बुहारी भित्रिएका छन्। हाम्रै घरमा त भाइ त्यति गतिलो छ, बुहारी कति पर्यो है। काले के भयो तिमीलाई? भर्याङबाट लडेको नि। अनि कसरी हिँडेको त? अलि विचार पुऱ्याएर हिँड्नु पर्दैन त? अनि आमा त्यहाँ लुगा सुकाउन गएको छ, हेर्नु है। त्यसलाई म आज ठिक पार्छु नि, म अब त्यसलाई मैले ठिक पार्छु। बल्ल खाइ कस्तरी लडी, मजा आयो। अहिले देशी आमा यता आमा। देखिया आफ्नो गालाम दिन्छ त। तपाईँ पिर नगर्नु न, म कुरा मिलिहाल्छु भाइसँग त। अनि तिमीले के नभनेको त? अनि के बोल्नु भनेदेखि आमा र दिदी भएर हुन्थ्यो, मलाई गाली गर्नुहुन्छ। त्यही भएर मैले के पनि भनिनँ। आमा तल गुनगुन सुनिरहेको छु, कुरा लगाइसके जस्तो भाइले। म तल गएर आउँछु त, के कुरा गरेँ बाबु? कहाँ हो त? ए त यहाँ पो छस्? ए म आएको 4 घन्टा भइसक्यो। बसेछु, न पानी सोध्छे न चिया सोध्छे। बुहारी के बाँकी? वास्ता व्यस्तै गर्दिन त। म आएको मन पर्दैन जस्तो त्यसलाई। म आउँदिनँ अबदेखि। होइन, मन नपरे नआउनु नि त, आफ्नै घर सम्हालेर बस्नु। भाइ तिमीले आज आएर मलाई माइत पनि नआऊ भन्यो है। ठिकै छ, तिमीलाई पनि मन पर्दैन जस्तो। त्यसो हुन्छ भने म आजै जान्छु। दिदी त्यसो नभन्नु न। दिदीसँग माफ माग्नु त छिटो। आमा आमा त्यस्तो चाहिँ नभन्नु भएको भएन हुन्थ्यो। यस्तो माइतीको कुभलो चिताउने चेली त नआएकै राम्रो। मलाई त भाइले त आउनु पर्दैन अब माइत भन्यो नि। तिम्रो पनि त घर हो नि, त्यसले आइज भने आउने, जा भने जाने हो र। त्यसलाई मैले भन्छु नि त। कस्तो दुखेको। ल्याउ त, म एकछिन मारिदिन्छु। निको भएन भने हस्पिटल जाउँला। म छोड्दिनँ। अहिले दिदीले आवाज देख्नु भयो भने फेरि सुरु हुन्छ। कसैले देखेर केही पनि हुँदैन। चुप लागेर बसेर ल्याउ, म मारिदिन्छु। ठोक्क जोइटिङ रे। माइत आएकी चेलीलाई रुवाएर स्वास्नीका गोडा माडेर बसे। ए बा आमा बिरामी हुँदा सेवा गर्दाखेरि चाहिँ सबैको वाह हुने, धर्म हुने। अनि आफ्नो जीवन सङ्गिनी श्रीमती बिरामी हुँदाखेरि अलिअलि केही गर्दाखेरि चाहिँ अनि जोइटिङ्ग्रे हुने। र त्यसो गर्दा जोइटिङ्ग्रे भइन्छ भने म जिन्दगीभरि जोइटिङ्ग्रे हुन तयार छु। तपाईँ जस्तो आमा र मेरो जस्तो चेली भयो भने त घरमा कहिल्यै राम्रो हुँदैन। के गरेँ मैले? के गल्ती गरेँ? होइन, गल्ती के भन्ने कुरा मलाई नसुनाउनु क्या आमा। यो भर्याङमा तेल, त्यसले आफू लड्नको लागि आफैले पोख्यो होला त। होइन, यस्तै गर्ने हो भने नि आमा, म यसलाई लिएर निक्लिन्छु यो घरबाट, बस्नु आफ्नै छोरीसँग।